हाम्रो अर्ग्यानिक कुवा हामी कोसीमा बस्ती चराउँदाखेरि पानी खान्थ्यौँ। आज यहाँ जेरी खाएपछि एकदम तिर्खा लाग्यो। टक्क मैले कुवा खाने छ। अब यसमा पानी खाने स्टाइल चाहिँ हेर्नु गाई यसरी हो, भैँसीले जस्तै खाने हो। अन्त्यको पालो पानी खाने त्यो त एक्सपोर्ट छ नि त केटो फेरि पानी खान। ल बास कस्तो छ हेमन्त भाइ? बवाल हो पर्वत भाइ पानी खान आँट्दैछ अब। ल हानिदियो पर्वत भाइ। ल बास कुवाको पानी यसरी खानुपर्छ नत्र धमिलिन्छ साथी हो। कुवाको पानी मिठो केटा एकदिन भेरी नै खान्छु पुरै माथि नै आउन खोज्दो रहेछ बाहिर नभएर त। पहिला पहिला कोसीमा चाहिँ यसो बट्टा लिएर गइन्थ्यो र बट्टा लुगाएर खाइन्थ्यो। हामी त यसै गरी मुखले नि गाडेर तान्दिन्थ्यौँ। फेरि हाल्छु ल पर्वत भाइलाई एकदम धित मरेन पानी खाएर। बिसाई बिसाई चाहिँ खाइरहेको छ। स्वादिलो छ नि पानी? कस्तो गुलियो पिरो नुनिलो तितो टर्रो? मसला पुगेन अलिकति थोरै मसला सिमेन्ट मिसाउनु पर्ने बेलामा मसला घोलेर खाइदिउँ। फेरि धमिलो हुँदैन।